हेलो सबैजनालाई नमस्कार छ कामना ओलीको यो भ्लगमा। यो तपाईले देखिरहनु भएको छ स्ट्रबेरी। एकदम मलाई मन पर्छ। हिजो यसो बजारतिर निस्केको थिएँ, मन परेर किनिहालेको क्या। मलाई एकदम मन पर्ने भएको कारणले गर्दाखेरि लिएर आएको अनि रुममा राखेको थिएँ। यसो ड्युटीबाट आएपछि अनि यसो अब खानु पर्यो भनेर हेरेँ अनि यसो फिजाएर राखेको त राम्रो देखेँ कि, अनि त्यही भएर भिडियो बनाउनु पर्यो भनेर भिडियो बनाएँ। त्यति त अलि छोटो भयो, त्यसैले फेरि मेरो रुमको यो रुममा के छ भनेर फेरि बनाएँ मैले। हेर्नु त मेरो अवार्डहरू, त्यसपछि प्रमाणपत्रहरू अनि मेकअपको सामानहरू जम्मै यो भित्तामा छ। हजुरहरूले पनि हेर्नु होला भन्न चाहन्छु। यो लिपस्टिकहरू छ अनि नेल पोलिसहरू छ, यता क्रिमहरू छ अनि यता यहाँ उल्टो फर्केको रहेछ कि यो सिधा बनाएँ मैले। अनि यो खाताहरू अनि त्यसै गरी यो जम्मै यो डोरीमा उता फर्केको रहेछ क्या, उहिले झन्डाको है। अनि फेरि सिधा बनाउँछु फेरि बेला बेलामा। अनि यतातिर अनि भिडियो बनाएँ अनि यहाँ भित्तामा भएको पनि सबै मैले देखाएँ। अनि उतातिर मैले आमा र बुवाको फोटोहरू पनि बनाएर राखेको छु। यो मायाको चिन्हहरू हो जम्मै। अनि त्यसै गरी यता यो युट्युबको लोगो पनि छ। यहाँ बुवा आमाको फोटो बनाएर राखेको थिएँ, ढाकिएछ कि यहाँ किताबले। अनि यसो देखाइदिएको कि फेरि। अनि यसरी रुममा यसरी बनाएर राखेको छु। बेला बेलामा यसो हेर्न मन लाग्छ। के गर्ने, आफ्नो त सम्पत्ति भनेको यही त हो नि, अरू केही पनि छैन। न केही सिप छ न केही छ, जानेको भनेको यही एउटा हो। यसो पनि अब 10औं वर्ष बितिसक्यो, केही प्रगति छैन। खै केही देखिएन। यो 4-5वटा भित्तामा यो प्रमाणपत्रहरू छ। अब यति होला कमाइ भनेको, जिन्दगीमा कमाएको यति मात्रै हो। त्योभन्दा अरू एक पैसा नि कमाएको छैन। खै केही गर्न सकिनँ। यो झन्डा यहाँ फुल राखेको छु मैले। अनि सारङ्गी पनि छ, हार्मोनियम पनि छ मेरोमा, तर केही पनि गर्दिनँ क्या म चाहिँ। यतातिर मेरो पोतेहरू सबै मेरो रुम हो। हजुर।